अहिलेका दिदीहरू पुराना साथीहरू नसोच कि म दुखी छु भनेर नसोच ल। छैन म दुखी, तिमी नि बरु एउटा यस्तै हाँसेको भिडियो मलाई पठाइदेऊ ल। हेलो केटाहरू, के छु फेरि भाइहरू, सन्चै छौ? भाइ त होइन, कोही दाइ नै होला नि, कोही दिदी नै होला नि है। अरू धेरै गाह्रो छ। के छु फेरि तिमीहरू सन्चै छौ सबैजनाहरू? लोक भाइ है, अलवेज हाँस भाइ। त्यो भाइ के भन्नु जसलाई केटीहरूलाई नहेर भाइ त हेर भाइ, केटी नहेर्ने मान्छे यस्तो ह्याप्पी हुन्छन् कि मलाई, केटी हेर्ने यस्तो दुखी हुन्छन् भाषा लगाएर। अलवेज बी ह्याप्पी म्यान। केटी नहेर कि केटी छ तर पनि ह्याप्पी छु। यो त गफ हो है, म त्यो स्टोरीले बताइरहेको छु, उसले हेरिरहेको छु सबैको होइन। दुखी छन् केटाहरू, माया नगर मलाई। यस्तै रोडमा चिल हिँड्दै भिडियो बनाऊ मायासाला होइन, भिडियो बनाऊ, मोज गर, जे गर्छौ जे मन छ त्यो गर, तर त्यस्तो गलत काम नगर, सही काम मात्र गर जे गर्छौ होइन। अलवेज के भन्छ, राम्रो काम गर, गलत कामलाई छोड केटाहरू। म चाहिँ एकदम सही बाटोमा लाग्ने मान्छे। तर आज ट्याब इक्जाम थियो केटाहरू, फेरि त्यो ट्याब चाहिँ बिग्रियो मलाई, धेरै गयो। ट्याबको चाहिँ अहिले पुरा नगरौँ होइन, धेरै बिग्रिएको छ। अब भनेपछि पनि यसो लाग्छ, त्यो भन्दा ट्याब स्याब दाइको राम्रै गइरहेछ, सबै कुरा राम्रै चलिरहेछ होइन। बस पढाइ कमी हुँदैछ अनि हाँसो धेरै आउँदैछ कि आजकल। अलवेज ह्याप्पी छ है मान्छे, नसोच फेरि है। के भन्यो, अहिलेका दिदीहरू पुराना साथीहरू नसोच कि म दुखी छु भनेर नसोच ल। छैन म दुखी, तिमी नि बरु एउटा यस्तै हाँसेको भिडियो मलाई पठाइदेऊ ल। किनकि म झन् खुसी हुनेछु नि त। पुरानो साथीहरू, अहिलेका दिदीहरू है भनेपछि बुझ केटाहरू होइन। अहिलेका दिदीहरू, पुरानो साथीहरू एकदम मेरो जस्तै यस्तो हाँसेको भिडियो पठाऊ कि फेरि पो मलाई नि खुसी लाग्ला। ओ माई गड, सामान राम्रो पाइएको छ भनेर, नत्र मलाई रोएको उयो गरेको नआला के। म त फेरि साइको हुन्छ, साइको भन्दा नि लास्ट म नि सेट हुने भयो, फेरि म नि सेट पोस्ट हालिदिने भयो। त्यो भन्दा त के गरौँ भने मेरो जस्तै हाँसेको भिडियो पठाऊ है, स्टोरीमा हाल, मलाई चाहिँ नपठाऊ फेरि। अझ मलाई हालेपछि त ब्लग खाने पक्का हो है, त्यो चाहिँ ऊ होइन, जो भयो नि है। मेरो जस्तै हाँसेको भिडियो पठाऊ है पुरानो दिदीहरू ल, माया छ।